अहिले कसले के भन्यो अरे खास तपाईँको बाबुले र ए के भन्यो अरे त्यहाँबाट अहिलेसम्म सन्तानकै छैन भने सन्तानैमा चिल्लो पर्दो भने अझ खाने गरे छैन अरे आज मुखमै परे आज म चाहिँ यो चुरोट चाहिँ खान्छु अಯ್यो चुरो चाहिँ खान्छु रे म चाहिँ चुरोट खान्छु अरूले त केही खाँदैन हाम्रो सन्तानकै पुरा परे सन्तान हेर उहाँ चाड रक्सीले खाइसकेर खुला आएर आज खानु लाज हुँदैन आज त्यसो भन्दा अಯ್यो मैले त भने होइन नि तपाईँले नि भने होला नि केही खाने गरे छैन भनेर सुनेको थिएँ भित्र कहिले त्यही बेला ए बाबा केही नखाइकन मान्छे बाँच्छ अहिले जान्दैछु पल्टेर केही भन्नु पर्दैन एकदम भेटे जतिमा एउटा खाना बाँकी होला अरू त्यहाँभन्दा दाएँ बाएँ सबै खाँदैन खाइदिन्छ कसले भन्छ खानेकुरा खाने भन्दा नखाने कुरा धेरै खाए सिकाउनु हुन्छ ए बाबा पत्याउने पनि त्यसै फेरि केही खाँदैन चुरोट मात्रै खान्छ भनेछ नि बाउले हो मैले त 3-4 दिन जान खाने गरेको छैन भने सोधेको थिएँ कि थिइनँ अहिले आएर खुर्ती लाउने चाड तिमीले जान खाएको त मन पर्दैन के मैले त्यहाँ यतापट्टिको घरभित्र आएर भनेको थिएँ कि थिइनँ त्यहाँ दाइ पनि थियो आज तिमीले भन्नै पर्दैन त्यो एउटा दिमाग जतिमा तरुनीमा थियो होला बाहिर अब के गर्नु म मरिहाल्छु अब भन्नेमा थियो होला अनि त्यसपछि अहिले तिमीले गर्नै पर्दैन त्यहाँ मैले के बोलेको थिएँ लाग्ने त्यहाँ भनेर पठाएको थियो होला नि पहिले सिकाएर सबै थरी त्यही भएर त मान्छे आउनुभन्दा पहिला फोटोमा पुगेको थियो त उहाँ अझ आएर अहिले लाज हुँदैन बोल्नु अनि त्यो जाँड पनि खानेकुरो त अझ खानेकुरो हो त मार्दैन जाँड पनि खानेकुरो हो त पिट्ने कुरो होला त होइन त्यो त पिउने कुरा हो पिउनु हुन्छ कि हुन्न भनेर सोध्या भए पिउँछु बस्ने होला नि त कस्तो दुख्ने गरी हाल्नु रहेछ दुख्छ त त्यहाँ अर्कालाई त्यहाँ ढाँटेर अझ कति दुख्यो होला अर्कालाई थाहा थियो मार्दैन फेरि त्यहाँ कसले त्यसो नगरे भए त हाम्रो सन्तानकै मुखतिर पर्थ्यो भने बरु हो क्यारे भन्नु भिनाजु त्यसो भनेको होइन कसले भिनाजुले नि भनेको अहिलेसम्म त खाँदैनन् कसैले खाएन भने भिनाजुले बुवाले नि म चाहिँ चुरोट चाहिँ खान्छु अरू त अहिलेसम्म सन्तानकै मुखमा जान रक्सी त कसैले छुँदैन कहाँ छुनु त अनि एकैचोटि भित्र पुग्दो रहेछ त अनि कहाँ छोइरहनु पर्यो तर हाम्रो घरमा चाहिँ जान नखाने चाहिँ बाउ पनि खाँदैनन् म नि खाँदैन हाम्रो हजुर पनि खाँदैन है भोलि छोरा माग्नु जाँदा त्यही भन्नु कति रिसाउँछ भएकै कुरा गर्नु पर्छ नि त अनि होइन के कुरा अच्छा के कुरा गर्नु भन्नु अहिले होइन तिमी पत्याउने पो त्यसो जाँथेर त्यो त यसो घरले सोध्नु पर्यो नि त तिमीले गर्ने अब तपाईँको यहाँ बाहिर पत्याउने अरू दुनियाँभरि भनेर पत्याउने कौन सा मोडल है 14 Pro Max रहेछ नि त हामीलाई हाम्रो त केही खाँदैन म त चुरोट मात्रै खान्छु घरका अरूले पनि केही खाँदैन भनेको पत्याइ चाहिँ केही नखाइकन कोही बाँच्छ त तपाईँलाई केही नखाइकन बाँच भने हो र खानेकुरा त खान्छन् भने सबैलाई खाने अनि त्यो कुरै खोज्दैनन् खानेकुरा त खान्छन् जित्नलाई होइन होइन मैले चाहिँ नबुझेको कुरा चाहिँ केही खाँदैन भनेर केही खाँदैन भन्नाले जाँड रक्सी खाने गरे खायो होइन भन्दा त्यस्तो त केही खाने गरे छैन अरे ए त्यो ठिकै छ भन्नु हुन्छ त खाने चिजै होइन त्यो दिन्छु नि आज फेरि खाने चिज हेर्नु न हातै अनि के अरे खाने रहेछ नि खाने चिज हो त खाने रहेछ नि अनि भुइँले गुँडो ताने जस्तो तान्ने रहेछ नि खाने कुरो चाहिँ
पिउने चाहिँ गरेको छ कि छैन भन्नुपर्छ है पर्दैन त्यो दिन दुईटा आमा देखाइकिन कुरा गर्ने होइन त्यति बेला चाहिँ भन्नु पर्दैन ओहो के खाने चाहिँ गर्नुभएको छैन रहेछ पिउने चाहिँ गर्नुभएको छ कि छैन भन्नुपर्छ नि तपाईँका यहाँ सरा आएर बसेर दुनियाँसँग लाएर लसर पसा गरेर खाएर त्यहाँ यसो गर्ने पिउने भन्ने बानी पऱ्यो हुनु नि तर खानेस् के हुन्छ त यति खाना भनेर उहाँ चिसो घसी कति झार्न सकिन्छ भनेर लेब्र्याउने जस्ता हो र हामीलाई थाहा हुन्छ के भन्ने भनेर नसुने मलाई एउटा हुने र चाहिने कुरो गर्नु नि खालि ए बाबा अब त्यो जे जस्तै भए पनि होइन मान्छेले त केही खाएन भने त पत्याउनु भएन नि त के थाहा त हामीलाई अब 2 जिल्लाका कुरा कस्ता हुन्छ देखा हुनु पर्यो के 2 जिल्ला पिउने चाहिँ गरेको छ कि छैन के थाहा त हामीलाई पिउने हो कि खाने हो त्यही पनि हाम्रो बाउले जाँड खान्छ नि त कहाँ खान्छन् त एकैचोटि निल्छन् म जाँड खान्छु तपाईँले त भेटेको खान् अनि किन रिसाएको माथि ए ल रिसाउँ खोज्ने हो भने